हेलो गाइस, हामी चाहिँ अब यो समय चाहिँ डाँडाको प्रार्थनामा जाँदैछौँ अनि हामी चाहिँ समय चाहिँ घरबाट हिँडेका छौँ। हामी डाँडाको प्रार्थनामा त्यो डाँडाको प्रार्थनामा जाँदैछौँ। तर हामीसँगै रहनु होला कृपया। यो समय चाहिँ हामी चाहिँ जाँदैछौँ, बाटोमा चाहिँ छौँ। यो चाहिँ हाम्रो जाने बाटो चाहिँ रहेको छ। हामी चाहिँ समय चाहिँ डाँडाको प्रार्थनामा जाँदैछौँ। हामी चाहिँ डाँडाको प्रार्थना चाहिँ दुगुनागढी भन्ने ठाउँमा चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ पहिलो पटक रहेको छ, पहिला चाहिँ गएको छैन। अनि यो जेसिका, जुलिसा, भाउजूहरू हामी सबैजना चर्चबाट चाहिँ जाँदैछौँ। अनि हामी चाहिँ समय चाहिँ दौडेर ढिला भइसक्यो, त्यही भएर हामी चाहिँ छिटो दौडिँदैछ। समय चाहिँ हामी चर्चमा भेला भएर चाहिँ जानेछौँ। त फाइनली हामी चाहिँ यहाँ आइसकेका छौँ। हेलो गाइस भन्दै मेरो गेटअप कस्तो थियो हामी घरबाट राम्री भएर आएको थियौँ, तर यो बाटोमा चाहिँ एकदमै धेरै भएको कारणले चाहिँ हामी चाहिँ नेचुरल पाउडर लाग्छौँ यहाँ अनुहारमा। अनि यो चाहिँ भ्यू रहेको छ। यहाँ चाहिँ हामी चाहिँ सबैजना चाहिँ जाँदैछौँ। यस्तो नराम्रो भएको छ हाम्रो, हेर्नुस् ब्लग हो। हामी चाहिँ सबैजना चाहिँ यहाँ जाँदैछौँ, हिँड्दैछौँ। हामी चाहिँ डाँडाको प्रार्थनामा गइरहेको छौँ। के भयो भन्दै न मलाई पनि। अहिले गाइस हाम्रो चाहिँ एकदमै फन्नी कुरा गरिरहेको छ खाने कानमा। सो अब त्यही होइन, यता पनि भइरहेछ, यता पनि भइरहेछ। हामी चाहिँ भ्लगर भइरहेछ। बच्चा काम भएपछि थाहा हुन्छ तिमीहरूलाई। बच्चा काम भएपछि थाहा हुन्छ भ्लग भनेको के हो भनेर। बच्चा बोकेर हिँड्नु भएको छ। यहाँ चाहिँ हाम्रो दिदी भन्ने हजुर अर्को वर्ष पाउनु भएको, अर्को वर्ष पाउनु भयो 1 वर्ष। ऊ चाहिँ हाम्रो गएन गुज्रेको गल्दो र बिद्ध मान्छे चाहिँ उहाँ हुनुहुन्छ। केही हुँदैन। हाम्रो चाहिँ यहाँ चाहिँ अङ्कलहरू आउँदै हुन्छ। हाम्रो गाडी चाहिँ ऊ तल रहेको छ। यो ठाउँहरू चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ, तर यहाँ घाम नलागेको कारण चाहिँ अलिअलि भइरहेको छ। हेलो स्पिकर बोकेर हिँड्नु भएको छ है, तपाईँहरू देख्न सक्नुहुन्छ गिटार बोकेर। म हात चाहिँ हामी चाहिँ स्वाग भएर हिँडिसकेका छौँ। यो समय चाहिँ उहाँको कपाल चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ, एकदमै माटो माटो भइरहेछ। हामी चाहिँ यहाँ बस्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। यो समय ठिक छ। यो चाहिँ हाम्रो बच्चाहरू हुनुहुन्छ यहाँ अगाडि अगाडि। वाउ, सिलिङ पनि हालेको छु त। जुगायो भने हुँदैन। प्रभु जुगा नआओस् भन्न चाहन्छु म। यही हो। यहाँ चाहिँ हाम्रो गाडी गुराँस कुदिरहेको छ। आउँदैछ हो। गयो नि भूत लाग्छ। यहाँ चाहिँ हाम्रो गुराँस फुलिरहेको छ गाइस। उतै वाला तिम्रो छ ल। जता गयो नि हुन्छ। यहाँ हेर्नुहोस्, तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ। यहीँ हो बस्ने ठाउँ। वाउ, कहाँ माथि झन् राम्रो छ नि। हेर्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। यहाँ चाहिँ उतै पर चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ गौतम बुद्धको चाहिँ मूर्ति रहेको छ। हामी चाहिँ त्यहाँ जाँदैछौँ। यही हो दुगुनागढी। यही हो।
सो फाइनली गाइज हामी चाहिँ यहाँ चाहिँ आइसकेका छौँ दुगुनागढी भन्ने ठाउँमा चाहिँ हामी आइपुगेका छौँ यहाँ देख्छ तर अलिक मधुरो भएर नदेखाऊ क्या यहाँ चाहिँ तपाईँहरूले जाओस् न त फोटो खिच्न होला नि फाइनली हामी चाहिँ आइपुगेका छौँ दुगुनागढी यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ नेपालको झन्डा हाम्रो देशको शान चाहिँ यहाँ रहेको छ तपाईँहरू लोकेसन हेर्न सक्नुहुन्छ सम्हाल्दा यही हो नि त ठाउँ तपाईँहरू हेर्न सक्नुहुन्छ वाउ एकदम राम्रो सिन चाहिँ यहाँ रहेको छ अझ तपाईँहरूलाई राम्रोसँग देखाउँछु प्लेट पुगेन क्या यति मात्रै भएपछि अब अनि बच्चा त छैन त 100जना छैन 50-60जना छ नि त यति मात्रै भयो म त तपाईकै मायामा हराइरहेछु म त तपाईकै सुन्दरतामा मोहित भएछु म त थाहै नपाई डुबिसकेछु त्यो अङ्गालोको गहिराइमा हरेक दिन अब सक्दिन जिउन अब सक्दिन जिउन मलाई त सो फाइनली गाइज हामी चाहिँ यहाँबाट चाहिँ हिँडिसकेका छौँ अब चाहिँ हामी घर जाँदैछौँ हामी सबैजना चाहिँ यो समय चाहिँ अहिले
हिँडिरहेका छौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी चाहिँ अन्त यहाँ चाहिँ हामी यो ठाउँलाई छोडेर चाहिँ हामी जाँदैछौँ। धेरै राम्रो लिएर चाहिँ हामी जाँदैछौँ यो ठाउँबाट चाहिँ।